एरिया हो गर्नुपर्ने सपिङ गर्न। यो सबै हो एरिया कौशिक एरिया। एरिया भराइ भयो। भराइ हाम्रो दुई तीन तला भनौँ, 3 तलाको भराइ भयो। अनि पूजा कोठाहरू, वासरुम अनि झ्यालहरू, बाल्कनी, टेरेस कतिवटा होला म्याम हाम्रो? टेरेस भयो। बाल्कनी यही साइजको 4वटा जति यही साइजको बाल्कनी, ग्लास, फर्निचरहरू भयो। यसमा चाहिँ पोचाहरू लाएर यसमा के यसमा पर्दैन, अझ पोलिस गर्न बाँकी होला नि त हजुरको? फाइनलै भइसक्यो अब धुलोले गर्दाखेरि चाहिँ। अनि हाम्रो टपन ग्लास रहेछ, टपन ग्लास भयो। टेरेस भयो। अनि रुमहरू भयो, रुम, फ्लोर, रुम, दराज, ड्रोयरहरू। वासरुम यही साइजको भइहाल्यो। बाल्कनी, टेरेस यतापट्टि पनि। मुनिको चाहिँ टाइल छ, टाइलको फ्लोर, सबै एरिया, ग्लास। अनि हाम्रो किचन एरियाको केबिनहरू सबै जेनरल प्लेनिङ। स्टोर पनि छ। बाहिर त परेन म्याम। अनि यो हाम्रो बाहिर सानो मार्बलसम्म यहाँसम्म बुक गर्नुपर्ने।